नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेको नेपालीहरूको लागि 10% आरक्षित सेयरको आइपिओमा विदेशमा रहेको नेपालीहरूले चाहिँ त्यसमा कसरी आवेदन दिने, त्यसको लागि के चाहिन्छ, के छ प्रक्रिया, आजको यस भिडियोमा म तपाईहरुलाई सम्पूर्ण जानकारी दिनेछु। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्न भने नभुल्नुहोला। यहाँहरु सम्पूर्णलाई हार्दिक स्वागत छ। अहिले तपाईहरु हेरिरहनु भएको छ सहयोगी मित्र युट्युब च्यानल। यदि तपाई नेपालको वैदेशिक रोजगारी विभाग मार्फत श्रम स्वीकृति मार्फत वैदेशिक रोजगारीको सिलसिलामा कुनै पनि देशमा जानुभएको छ अथवा विदेशमा गएर काम गरिरहनु भएको छ अथवा तपाई केही समयको लागि छुट्टीमा घर आउनु भएको छ भने पनि तपाईहरुले चाहिँ यस आरक्षित 10% आइपिओ 10% सेयरको आइपिओमा आवेदन दिन सक्नुहुनेछ। र त्यसको लागि चाहिँ मुख्य कुरा के चाहिन्छ त? त्यसको लागि मुख्य कुरो सबैभन्दा पहिले तपाईसँग रेमिटेन्स खाता हुनुपर्ने छ। यो रेमिटेन्स खाता चाहिँ तपाईले डाइरेक्ट बैंकमा गएर पनि तपाईले लिन सक्नुहुनेछ भने तपाईले अनलाइन मार्फत पनि लिन सक्नुहुनेछ। र तपाईले डाइरेक्ट बैंकको कार्यालयमा गएर लिनको लागि चाहिँ तपाईसँग सबैभन्दा महत्त्वपूर्ण दुईवटा चाहिँ कागजात चाहिन्छ। तपाईले पहिलो भनेको चाहिँ भ्यालिड भएको श्रम स्वीकृति र दोस्रो भनेको तपाईसँग अहिले चाहिँ सम्पूर्ण बैंकहरुले लिन्छ नेशनल आइडी कार्ड। यो अनिवार्य रूपमा चाहिन्छ। यो दुईवटा चाहिँ अनिवार्य रूपमा तपाईले छुटाउनु हुँदैन। यो दुईवटा भएपछि अरु भने नर्मल नै हुन्छ। अरु नर्मल खाता कसरी खोलिन्छ, अरु प्रोसेस भने त्यस्तै हुनेछ। तर यसको लागि विशेष गरी भ्यालिड श्रम स्वीकृति र तपाईसँग राष्ट्रिय परिचय पत्र यो दुईवटा चाहिँ अनिवार्य हुनुपर्ने हुन्छ। तपाईसँग यति दुईवटा कागजात भइसकेपछि तपाईले चाहिँ सजिलो तरिकाले रेमिटेन्स खाता खोल्न सक्नुहुनेछ। त्यसपछि तपाईलाई सोही बैंक मार्फत सोही समयमा तपाईले सीआरएन नम्बर पनि लिनुपर्ने हुन्छ। यो सीआरएन नम्बर चाहिँ तपाईले आइपिओ भर्दा चाहिँ अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने हुन्छ। यदि सीआरएन नम्बर छैन भने तपाईले आइपिओ भर्न सक्नुहुन्न। त्यसकारणले तपाईले रेमिटेन्स खाता बनाउँदै गर्दाखेरि सोही समयमा तपाईले सीआरएन नम्बर पनि लिनुपर्ने हुन्छ। र तेस्रो भनेको तपाईसँग मोबाइल बैंकिङ पनि हुनुपर्ने हुन्छ। तपाईले सोही खाता मार्फत मोबाइल बैंकिङ पनि लिनुपर्ने हुन्छ। र मोबाइल बैंकिङ लिँदाखेरि तपाईले सकेसम्म आफ्नै नामबाट निकालेको सिमको प्रयोग गर्नुहोला र तपाईले आफ्नै जीमेल आइडी यी दुईवटा कुराहरू चाहिँ नछुटाउनु होला। यदि तपाईलाई भविष्यमा चाहिँ मोबाइल बैंकिङमा कुनै समस्या आयो भने तपाईलाई समाधान गर्नको लागि अलिक छिटो हुन्छ। तपाईले आफूले पनि समाधान गर्न सक्नुहुन्छ। त्यसको लागि आफ्नै मोबाइल नम्बर र जीमेल आइडी यो दुईवटा अनिवार्य राख्नु होला। र यति गरिसक्यो चाहिँ रेमिटेन्स खाता पनि खोलियो, सीआरएन नम्बर पनि लिइसक्यो, मोबाइल बैंकिङ पनि लिइसक्यो। अब बाँकी रह्यो तपाईले जुन यो चाहिँ रेमिटेन्स खाता खोल्नु भएको छ सो खातामा चाहिँ तपाई वैदेशिक रोजगारीमा गएको मितिले 6 महिनाभित्र चाहिँ तपाईले 50,000 रेमिटेन्स अथवा पैसा चाहिँ डिपोजिट गरेको हुनुपर्ने हुन्छ। र यो पैसा चाहिँ तपाईले बैंक मार्फत अथवा रेमिटेन्स सम्बन्धी कारोबार गर्ने कुनै पनि वित्तीय संस्था मार्फत तपाईले चाहिँ 50,000 रेमिटेन्स पठाउनु पर्ने हुन्छ। यदि तपाईले चाहिँ नेपालबाटै अथवा हुन्डी मार्फत अथवा अरु कुनै तरिकाले चाहिँ 50,000 डिपोजिट गर्नुभयो भने त्यो चाहिँ मान्य हुने छैन। तपाईले विदेशबाट नै बैंक अथवा रेमिटेन्सको कारोबार गर्ने कुनै पनि वित्तीय संस्थाहरूबाट चाहिँ तपाईले 50,000 6 महिनाभित्र डिपोजिट गरेको हुनुपर्ने छ। तपाईले यति चारवटा कुरा तपाईले चाहिँ पूरा गर्नु भइसकेपछि मेरो शेयर मार्फत तपाई विदेशको जुनसुकै कुनाबाट पनि वैदेशिक रोजगारीको लागि छुट्याएको कोटाको आइपिओ भर्न सक्षम हुनुहुन्छ, सक्नुहुनेछ है त। र तपाईले रेमिटेन्स खाता चाहिँ अनलाइन मार्फत चाहिँ कसरी खोल्ने त?
तपाईले रेमिटेन्स खाता अनलाइन मार्फत खोल्नको लागि चाहिँ केही अलिकति लामो प्रक्रिया हुन्छ, अलिकति झन्झटिलो पनि छ र सम्भव भने छ तपाईले यसको लागि चाहिँ डाइरेक्ट बैंक मार्फत चाहिँ तपाईले लिन खोज्नुभयो भने त्यो बन्ने सम्भावना 10% छ तपाईको, र तपाईले एजेन्ट मार्फत चाहिँ काम गर्नुभयो भने 100% तपाईको आइडी बन्ने चान्स हुन्छ। त्यसको लागि तपाईले कुनै पनि एजेन्टसँग सम्पर्क गरेर उक्त एजेन्टले चाहिँ तपाईसँग उनीहरूको रेट हुन्छ, अब 1000 2000 कति लिन्छ त्यो रेट तपाईले उसलाई त्यो शुल्क चाहिँ तिरिसकेपछि मात्रै उसले चाहिँ अन्य कामहरू अगाडि बढाउने हुन्छ। र त्यसको लागि चाहिँ अब तपाईसँग साथमा चाहिँ तपाईको ओरिजिनल पासपोर्ट अथवा ओरिजिनल नागरिकता अथवा ओरिजिनल लाइसेन्स अथवा ओरिजिनल तपाईको नेसनल आइडी कार्ड अथवा ओरिजिनल भोटर आइडी कार्ड, यी कुराहरू चाहिँ तपाईसँग साथमा हुनुपर्ने छ। एउटा चिज कि चाहिँ पासपोर्ट हुनुपर्ने छ, कि चाहिँ नागरिकता हुनुपर्ने छ, कि चाहिँ भोटर आइडी कार्ड हुनुपर्ने छ, कि चाहिँ तपाईसँग ड्राइभिङ लाइसेन्स हुनुपर्ने छ। यी कुराहरू तपाईसँग साथमै हुनुपर्ने छ, किनभने तपाईले चाहिँ भिडियो केवाइसी गर्नुपर्ने हुन्छ अनिवार्य रूपमा। यदि तपाईले भिडियो केवाइसी गर्नु भएन भने तपाईको खाता एक्टिभ हुन सक्दैन। त्यसको लागि तपाईले यी चीजहरू राख्नुपर्ने हुन्छ र तपाईको नेट पनि एकदमै हाई स्पिडमा हुनुपर्ने हुन्छ। तपाईको सामान्य नेटले भने काम गर्दैन भिडियो केवाइसी को लागि। त्यसो भएको कारणले तपाईले एकदमै हाई स्पिडको वाइफाईमा कनेक्ट गरेर मात्रै भिडियो केवाइसी गर्नुपर्ने हुन्छ। यी कुरा सँगसँगै तपाईले एउटा ब्ल्याङ्क पेपर पनि राख्नुपर्ने हुन्छ। त्यो ब्ल्याङ्क पेपरमा चाहिँ तपाईले साइनहरू गरेर देखाउनु पर्ने हुन्छ। त्यसपछि यो चाहिँ औँठा छापहरू लगाएर देखाउनु पर्ने हुन्छ। ब्ल्याङ्क पेपर सँगसँगै तपाईसँग चाहिँ स्ट्याम्प प्याड पनि हुनुपर्ने हुन्छ। र कतिपय ब्याङ्कले चाहिँ स्ट्याम्प प्याड औँठा छाप बिना पनि गर्न चाहिँ गर्छ। तर तपाईले त्यो ब्ल्याङ्क पेपरमा पहिला नै तपाईले एजेन्टलाई चाहिँ पठाएको हुनुपर्ने छ यो औँठा छाप। तपाईले एजेन्ट मार्फत काम गर्न चाहनुभयो भने सम्पूर्ण कुराहरू के चाहिन्छ सबै एजेन्टले तपाईसँग डिटेल्स माग्छ। त्यसपछि मात्रै अन्तिममा तपाईलाई भिडियो केवाइसी को लागि जानकारी चाहिँ एजेन्ट मार्फत प्राप्त हुन्छ। त्यसो भएको कारणले तपाईले केही शुल्क दिनुपर्ने हुन्छ र 100% काम गर्नको लागि चाहिँ एजेन्ट नै लिनुपर्ने हुन्छ। किनकि नेपालको अहिलेको अवस्था यही छ, एजेन्ट बिना खासै हरेक क्षेत्रमा काम हुन एकदमै गाह्रो हुन्छ। तपाईले यति गरिसकेपछि अनलाइन मार्फत पनि तपाईले सजिलैसँग चाहिँ रेमिटेन्स खाता खोल्न सक्नुहुनेछ। र यदि तपाई शेयर मार्केटमा चाहिँ भर्खर नयाँ प्रवेश गर्न खोज्दै हुनुहुन्छ भने हैन, त्यसको लागि पनि मैले भिडियो पहिला नै बनाएर लगाइसकेको छु। त्यो भिडियोको लिंक मैले यहाँ तल डिस्क्रिप्सन बक्समा छोडिदिएको छु। यदि तपाईलाई आवश्यक परेमा सो भिडियो हेर्नु सक्नुहुनेछ भन्दै अब आजको भिडियो यति नै रहेको छ।